लगानी गर्न सही कम्पनी कसरी छान्ने? आज एउटा केस स्टडीबाट यो बुझाउ। राम्रो स्टक छान्न गाह्रो लाग्छ, होइन? तर सोच्नुस् त, यसको लागि एउटा सजिलो प्रक्रिया भए के होला? यसको लागि नेपालको वाणिज्य ब्याङ्क क्षेत्रलाई हेरौँ, जुन एउटा राम्रो उदाहरण बन्न सक्छ। पहिलो कदम, सबै ब्याङ्कहरूको स्क्रिनिङ गरेर टप पर्फर्मरहरूलाई छुट्याउने। EPS अर्थात् प्रति शेयर आम्दानी, यसले कम्पनी कति नाफामूलक छ भनेर देखाउँछ। रोएले के देखाउँछ भने कम्पनीले लगानीकर्ताको पैसा कति राम्ररी नाफामा बदल्दैछ। डाटा हेर्दा दुईवटा ब्याङ्क अगाडि आए, एभरेस्ट ब्याङ्क र स्ट्यान्डर्ड चार्टर्ड। अब यी दुई फाइनलिस्टको एक गरेर तुलना गरौँ, कुन चाहिँ बलियो छ त? EPSको कुरा गर्दा पछिल्लो 1 वर्षमा एभरेस्ट ब्याङ्क नै अगाडि देखिन्छ। EBLको PE अनुपात कम छ, मतलब आम्दानीको हिसाबले यसको शेयर सस्तो हुन सक्छ। PEG अनुपात 1 भन्दा कम हुनु एकदमै राम्रो हो। EBLको स्कोरले राम्रो ग्रोथको सङ्केत गर्छ। अनि यहाँ हेर्नुहोस् त, यो एकदमै रोचक छ। EBLको नाफा बढेको छ तर SCBको घटेको छ। तर ब्याङ्कको विश्लेषणमा एउटा यस्तो मेट्रिक छ जुन सायद सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यो हो NPL अर्थात् निष्क्रिय कर्जा। यो जति कम भयो, ब्याङ्क त्यति नै सुरक्षित मानिन्छ। र यो चार्टले फरक स्पष्ट पार्छ। EBLको NPL एकदमै कम छ, मतलब जोखिम पनि कम छ। त्यसो भए यी सबै डाटा हेरिसकेपछि निष्कर्ष के निस्कियो त? सबै मुख्य सूचकहरूलाई हेर्दा एभरेस्ट ब्याङ्क अर्थात् EBL नै अगाडि देखिन्छ। तर के यसको मतलब यही एउटा उत्तम कम्पनीमा सबै लगानी गर्ने हो त? त्यसो चाहिँ होइन। लगानीकर्ताको वास्तविक लक्ष्य त एउटा बलियो पोर्टफोलियो बनाउनु हो। भनिन्छ नि, लक्ष्य एउटा कम्पनी खोज्नु होइन, बरु धेरै राम्रा कम्पनीहरू खोज्नु हो। अब यो विश्लेषणको तरिका प्रयोग गरेर अर्को राम्रो लगानी कसरी खोज्न सकिएला?